हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईँलाई सोनी ब्लगमा। नयाँ दिनको साथ नयाँ सुरुवात। साथीहरू, आज चाहिँ म जाँदैछु दादाको चाहिँ ढोकभेट छ। मैले ब्राइड चाहिँ मैले बिहानै रेडी गरेर पनि पठाइदिइसकेको छु साथीहरू। अब चाहिँ म ढोकभेटमा जाँदैछु। एकदमै ढिलो भयो साथीहरू, पुरा थकित त भइरहेछु है कति दिनको कामले गर्दाखेरि। सो साथीहरू, म जाँदैछु। अब तपाईँलाई देखाउने छु आजको ढोकभेटमा के हुनेछ। हेर्दै गर्नु होला मेरो भिडियो अन्तसम्म। साथीहरू, यहाँ चाहिँ आमाहरू अघि आइपुग्नु भएछ। यहाँ गाडीहरू लहरै रहेछ, सबै आइपुग्नु भइसकेछ। सघाउनु सक्ने सघाउनु पऱ्यो, गल्ती हुँदै जान्छ मान्छे हो। त्यो चाहिँ सघाउने काम चाहिँ आमा बाउको टाउकोमाथि भार आइलाग्यो। हाम्रो भार तपाईँहरूमा सऱ्यो र अब जे त्यसले गल्ती गर्ला के गर्ला हामी पहिलाबाटै केही भुल गर्नु सक्ला है। अब छोरी सम्झेर अलिकति यो होइन, छोरी सम्झेर फेरि माथि माथि उठाएर राख्ने चाहिँ होइन। कराउनु पनि पर्छ, बेच पनि लाउनु पर्छ, काम पनि गर्नु पर्छ, सिकाउनु पर्छ। बाटो राम्रो देखाउने काम चाहिँ आमा बाउको है। हाम्रोबाट चाहिँ यति नै छ भनाइ। अब तपाईँहरूको जिम्मा साह्रै बिजी त उसले माइत सम्झिनु चाडबाड काम पऱ्यो माइत सम्झिन्छ। अरू बेला चाहिँ अब आमा बाउलाई जसरी स्याहारेर बस्नु सक्नुपर्छ। मान्छे अब काबे त सरु त आमाहरू आएन। छोरा मिल्यो हो, छोरी मिल्यो हो। तिमीहरू उदाहरण नि छोरा पढेको घर होइन यो चाहिँ दादाको नयाँ गाडी रहेछ। हजुर, दादाको यहाँ नयाँ गाडी। स्कुटी धेरै सस्तो स्कुटीहरू बाइकमा नि 40 to 45 तँ अक्लै रहेछस् त अन्त। कति राम्रो छ। लो बाई 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 बाई। भनेको त मेरो मेरो छिपे मरिगै। लु अब दादाहरू जा भाउजू। दादाको बिहामा त अन्त हुन्छ, फेरि फेरि आउनुपर्छ। सो गाइस, तपाईँहरूले मेरो भिडियो यहाँसम्म हेरिदिनु भयो है। कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो? अवश्य मन पराइदिनु भयो होला। थ्याङ्क यू गाइस फर वाचिङ।